नमस्ते। क्यान्सर यो शब्द सुन्ने बित्तिकै कता कता मनमा डर पस्छ, होइन त? तर डराएर मात्रै हुँदैन। सबैभन्दा ठूलो हतियार भनेको सही जानकारी हो। त्यही भएर आज हामी क्यान्सरबारे खुलस्त कुरा गर्नेछौँ। यो आखिर के हो? नेपाल र संसारमा यसको अवस्था कस्तो छ? अनि सबैभन्दा महत्त्वपूर्ण, हामी यसबाट बच्न के गर्न सक्छौँ? आउनुहोस् सँगै बुझौँ। आजको हाम्रो कुराकानीको बाटो यस्तो हुनेछ। सुरुमा क्यान्सर भनेको के हो भनेर बुझ्छौँ। त्यसपछि विश्व र नेपालको अवस्था कस्तो छ, केही आँकडाहरू हेर्छौँ, अनि लक्षणहरू कसरी चिन्ने र रोकथामका उपायहरू के हुन सक्छन् भन्ने बारे पनि कुरा गर्छौँ। र अन्त्यमा एक सचेत नागरिकको रूपमा हाम्रो भूमिका के हुन्छ भन्नेमा पनि छलफल गर्नेछौँ। ल सुरु गरौँ पहिलो खण्डबाट। क्यान्सर। हामी दिनौँ यो शब्द सुन्छौँ, तर साँच्चै यो हो के त? एकदमै सरल भाषामा भन्दा हाम्रो शरीर खर्बौं साना साना सेलहरूले बनेको हुन्छ। सामान्यतया यी सेलहरू एउटा नियममा बाँडिएर बढ्छन् र मर्छन्। तर क्यान्सरमा के हुन्छ भने केही सेलहरूले यो नियम मान्न छोडिदिन्छन्। उनीहरू आफ्नो मनलाग्दी अनियन्त्रित रूपमा बढ्न थाल्छन्। अनि सबैभन्दा खतरनाक कुरा के हो भने यी खराब सेलहरू रगतको माध्यमबाट शरीरको एउटा ठाउँबाट अर्को स्वस्थ ठाउँमा पनि पुगेर फैलिन सक्छन्। हो, यही प्रक्रियालाई मेटास्टेसिस भनिन्छ। एउटा एकदमै महत्त्वपूर्ण कुरा जुन हामी सबैले मनमा राख्नै पर्छ, क्यान्सर सर्ने रोग होइन। यो रुगाखोकी जस्तो एक व्यक्तिबाट अर्कोमा सर्दैन। मतलब बिरामीसँग बस्दैमा, खाँदैमा वा अङ्गालो मार्दैमा सर्ने कुरै आउँदैन। त्यसैले क्यान्सरका बिरामीलाई हामीले डरले होइन, माया र न्यानो साथ दिनुपर्छ। यो एकदमै जरुरी छ। ल अब लागौँ अर्को खण्डतिर। यो समस्या कतिको ठूलो छ त? के आँकडाहरू हेरौँ है त, जसले हामीलाई विश्व र हाम्रो आफ्नै देश नेपालको अवस्थाबारे स्पष्ट पार्नेछ। सोच्नुहोस् त, विश्व स्वास्थ्य सङ्गठनको 2020 को रिपोर्ट अनुसार हरेक वर्ष संसारभर लगभग 1 करोड मानिसको मृत्यु क्यान्सरले गर्दा हुन्छ। 1 करोड! यो सङ्ख्या त कतिपय देशको कुल जनसङ्ख्या भन्दा पनि धेरै हो। यसले देखाउँछ कि यो समस्या कति विकराल छ। अब विश्वबाट आफ्नै देशतिर फर्कौँ। नेपालको कुरा गर्दा ग्लोबोक्यान 2022 को तथ्याङ्कले भन्छ यहाँ हरेक वर्ष 22,000 भन्दा धेरै नयाँ क्यान्सरका बिरामीहरू थपिन्छन्। यो भनेको यो समस्या अब कुनै टाढाको देशको मात्रै रहेन, हाम्रै घर आँगनमा, हाम्रै समुदायमा आइपुगिसकेको छ। अनि नेपालमा पुरुष र महिलामा देखिने क्यान्सरको प्रकार पनि फरक छ। पुरुषहरूमा हेर्ने हो भने सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिन्छ। अर्कोतिर महिलाहरूमा चाहिँ स्तन क्यान्सर सबैभन्दा प्रमुख समस्या बनेको छ। हो, यी आँकडाहरू सुन्दा अलि डर लाग्न सक्छ, तर याद राखौँ, ज्ञान नै शक्ति हो। अब हामी सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाँदैछौँ। लक्षणहरू कसरी चिन्ने? हाम्रो शरीरले दिने केही सामान्य चेतावनीका सङ्केतहरू छन् जसमा हामीले ध्यान दिनुपर्छ। जस्तै कि अचानक तौल घटिरहेको छ, शरीरमा कतै निको नहुने घाउ छ कि, कुनै नयाँ गाँठो गुठी देखा परेको छ, लामो समयदेखि खोकी लागिरहेको छ वा स्वर थोद्रो भएको छ, या शरीरको कुनै भागबाट अस्वाभाविक रक्तस्राव भइरहेको छ, अनि सधैँ जसो थकित र कमजोर महसुस हुन्छ। यी मध्ये कुनै पनि लक्षण देखिएमा कृपया यसलाई सामान्य भनेर बेवास्ता नगरौँ। तुरन्तै डाक्टरको सल्लाह लिनु नै सबैभन्दा बुद्धिमानी काम हो। अब अलिकति विस्तारमा हेरौँ न त। पुरुषहरूमा जति पनि क्यान्सर देखिन्छ त्यसको लगभग 30 देखि 35% त फोक्सोकै क्यान्सर हुन्छ। यो भनेको लगभग 1/3 हो। त्यसपछि पेट र आन्द्राको क्यान्सर पर्छ। महिलाहरूको कुरा गर्दा सबैभन्दा बढी लगभग 25 देखि 30% स्तन क्यान्सरले ओगटेको छ। र त्यसपछि पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा आउँछ। यो तथ्याङ्कले पुरुष र महिला दुवैले आफ्नो स्वास्थ्यमा कहाँ बढी ध्यान दिनुपर्छ भन्ने कुरा पस्ट्याउँछ। ल त्यसो भए पुरुषहरूमा सबैभन्दा धेरै देखिने फोक्सोको क्यान्सरबारे अलि बढी कुरा गरौँ। फोक्सोको क्यान्सरका मुख्य लक्षणहरू के हुन् त? लामो समयसम्म खोकी लागिरहने, खकारमा रगत देखिने अनि सास फेर्न गाह्रो हुने। अब यसको मुख्य कारण के हो भन्दा सबैभन्दा ठूलो जोखिम नै धूम्रपान हो। चुरोट, हुक्का, बिडी यी सबै यसका प्रमुख कारक हुन्। त्यति मात्र होइन, कामको सिलसिलामा धुलो, सिमेन्ट वा अन्य रसायनको सम्पर्कमा धेरै बस्नेहरू पनि जोखिममा पर्नुहुन्छ। अब कुरा गरौँ महिलाहरूमा प्रमुख रूपमा देखिने पाठेघरको मुखको क्यान्सरको। यसका लक्षणहरूमा महिनावारी नभएको बेला पनि रगत देखिनु, गन्हाउने पानी बग्नु अनि तल्लो पेटमा अस्वाभाविक रूपले दुखिरहनु पर्छन्। यसका जोखिमहरू के हुन् त? कम उमेरमा विवाह, धेरै सन्तान जन्माउनु, धूम्रपान र व्यक्तिगत सरसफाइमा ध्यान नदिनु यसका मुख्य कारणहरू मानिन्छन्। ल हामीले लक्षण र जोखिमका कुरा त गर्यौँ, तर रोकथाम उपचारभन्दा उत्तम हो भन्ने त हामीले सुनेकै हो। त्यसो भए अब सबैभन्दा सकारात्मक पाटोतिर लागौँ। क्यान्सरबाट बच्न हामी आफैले के गर्न सक्छौँ? हो, प्रश्न यही हो, हामी के गर्न सक्छौँ त? र खुसीको कुरा, यसको जवाफ हाम्रै हातमा, हाम्रै जीवनशैलीमा लुकेको छ। क्यान्सरको जोखिम घटाउने उपायहरू सोचेभन्दा सरल छन् र हाम्रै हातमा छन्। आउनुहोस् केही महत्त्वपूर्ण कदमहरू हेरौँ। पहिलो र सबैभन्दा जरुरी, सुर्तीजन्य पदार्थलाई नाइ भनौँ। चुरोट, खैने, गुट्का सबै कुरा। दोस्रो, स्वस्थकर खानेकुरा खाउँ। हाम्रो थालमा हरियो सागपात र फलफुल जति धेरै भयो उति राम्रो। तेस्रो, शरीरलाई सक्रिय राखौँ। दिनमा कम्तीमा आधा घण्टा हिँड्ने, दौडिने वा कुनै व्यायाम गर्ने बानी बसालौँ। चौथो, नियमित स्वास्थ्य परीक्षण गरौँ। कुनै समस्या नभए पनि बेला बेलामा चेकअप गराउँदा धेरै रोगहरू सुरुमै पत्ता लाग्छन्। पाँचौँ, खोपबारे जानकारी लियौँ।
विशेष गरी पाठेघरको मुखको क्यान्सर रोक्ने एचपिभी भ्याक्सिन र कलेजोको क्यान्सरको जोखिम घटाउने हेपाटाइटिस बीको खोप एकदमै प्रभावकारी छन्। र छैटौँ, वातावरणीय जोखिमहरू जस्तै प्रदूषण र धुवाधुलोबाट आफूलाई जोगाउने प्रयास गरौँ। हेर्दा सामान्य लागे पनि यी बानीहरूले हाम्रो जीवनमा साँच्चीकै ठूलो फरक पार्न सक्छन्। ल, अब हामी हाम्रो छलफलको अन्तिम तर उत्तिकै महत्त्वपूर्ण खण्डमा आइपुगेका छौँ। यहाँ हामी सहयोग र एक सचेत नागरिकको रूपमा हाम्रो भूमिका के हुन सक्छ भन्ने बारेमा कुरा गर्नेछौँ। यो एउटा निकै महत्त्वपूर्ण जानकारी हो जुन धेरैलाई थाहा नहुन सक्छ। नेपाल सरकारले आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई क्यान्सरको उपचारका लागि 1 लाख रुपियाँसम्मको आर्थिक सहयोग दिन्छ। यो सुविधा लिनका लागि तोकिएका सरकारी अस्पतालहरूमा आवश्यक कागजातहरू बुझाउनु पर्ने हुन्छ। यो जानकारीले कसैलाई ठूलो राहत दिन सक्छ। क्यान्सर विरुद्धको यो लडाईँमा हामी सबैको भूमिका हुन्छ, तर विशेष गरी युवाहरू, विद्यार्थीहरू परिवर्तनका लागि सबैभन्दा ठूलो शक्ति बन्न सक्छन्। कसरी त? एकदमै सरल छ। पहिलो, आफैले स्वस्थ जीवनशैली अपनाएर उदाहरण बन्ने। दोस्रो, आफ्ना साथीभाइलाई चुरोट वा अरू नराम्रो बानी छोड्नको लागि हौसला दिने। तेस्रो, आफ्नो घर परिवारमा क्यान्सरबारे खुलेर कुरा गर्ने, सचेतना फैलाउने। र चौथो, यदि आफ्नो वरिपरि कसैमा लक्षणहरू देखिएमा उहाँहरूलाई नडराइकन डाक्टर कहाँ जान सल्लाह दिने। यति सानो पहलले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। अन्त्यमा एउटै कुरा मनमा राखौँ, समयमै रोकथाम गरौँ, क्यान्सर मुक्त जीवन जिउँ। किनभने रोग लागिसकेपछिको उपचारभन्दा रोग लाग्नै नदिनु सधैँ राम्रो हो। आउनुहोस्, आजैबाट आफ्नो स्वास्थ्यप्रति अलिकति बढी सचेत बनौँ, सानो सानो राम्रो बानी अपनाऊ र आफ्नो अनि आफ्ना प्रियजनहरूको भविष्य सुरक्षित गरौँ। नबिर्सौँ, हाम्रो एउटा सानो सचेत कदमले कसैको